हाम्रो चाहिँ पिकनिकमा यस्तो भइरहेको छ है, देख्न सक्छ हजुरहरूले, खतरा भइरहेको छ भन्ने कुरो तपाईँहरूलाई याद लागिसक्यो होला है। त्यो तपाईँले देखिसक्नुभयो होला के भइरहेको छ भन्ने कुरो पिकनिकमा। ल पुरै भिडियो हेर्नको लागि चाहिँ लाइक फलो सेयर सब्सक्राइब के हुन्छ गाडागुडौँ अगाडि बग्न सबै गरिदिनु होला है त गाइज। कस्तो लाग्छ हजुरहरूलाई? फलो सलो गरेर यसरी इन्जोय गर्नु होला हजुरहरू पनि है त। हजुरहरूलाई कतिको इन्जोय गर्न मन लाग्छ, हामीलाई चाहिँ बब्बाल लागेको थियो। त्यही भएर हामीले चाहिँ सालमा एकचोटि पिकनिक जानुपर्छ भन्ने आशाले हामी यस्तरी पिकनिक गइरहन्छौँ है त गाई। पिकनिकमा साह्रै रमाइलो भयो अनि गानामा नाचियो। गानाको टुन चाहिँ बन्द भएको छ, तपाईँहरूलाई देख्न सक्नुहुन्छ यतिखेर। अनि हामी चाहिँ पुरा पिकनिकमा यस्तो रमाइलो गरियो कि कुरै छोडिदिनुहोस् न। झ्याप झ्यापी केटाहरूले दारू खाइरहेछन् है। म चाहिँ पुरै नाचिरहेको देखिरहेको छु, तपाईँहरूलाई देखिराख्नु भएको छ होला। म फेरि सप्लाई पनि गरिरहेको छु, सबैलाई बाँडी पनि रहेको छु, कमेडी गरिदिइरहेको छु। दाइहरू मक्ख भइरहेका छन्, त्यसरी म चाहिँ एकदमै खुसी छु। सबै साथीहरूले दारू पार्टी भइरहेको छ। पिकनिक भनेको खतरा गर्नुपर्छ भन्ने मेरो धारणा हो। रमाइलो गर्नुपर्छ। जिन्दगीमा बाँच्ने भनेको के नै छ र, बाँच्नु चाहिँ इन्जोय गरेर बाँचौँ भन्ने प्लान हो। हेर्नु सबैजना नाचिरहेको, मोबाइल चलाएर पुरा देखाइरहेको छु फेरि मैले यस्तो खतरा आयो भनेर है। हजुरलाई कस्तो लागिरहेको छ, मजा आइरहेको छ कि होइन? हाम्रो भाइरल डान्सहरू चाहिँ है, यो हामी चाहिँ एकदमै यहाँदेखि लगभग 105 किलोमिटर टाढा गएका थियौँ। अनि त्यहाँ गएर चाहिँ यस्तो रमाइलो गऱ्यौँ हामी सबैजना साथीहरूले। साह्रै रमाइलो भयो। यतिको रमाइलो सायद पहिला भएको थिएन होला। भयो, रमाइलो भयो, खुसी छौँ। त्यसैले हजुरहरू पनि पिकनिक जानुहोस्, रमाइलो गर्नुहोस् 2 दिनको जिन्दगीमा। किनै लानु छ र? हेर्नु मेरो त भाइरल डान्स देख्नुभयो नि। गानामा चाहिँ पछि हालिदिन्छु है, म खतरा राखेको छु गानामा चाहिँ। भाइरल डान्स अभी यहाँनिर हाम्रो यस्तरी देखिसक्नुभयो। यहाँनिर तपाईँहरू हाम्रो यहाँ भाइरल दिदीसित सोल्टिनीसित पनि नाच्यो भनौँ न। भाउजू भन्छु, अब सोल्टिनी जिस्काइदिएको मात्रै है, तपाईँले माइन्ड नगर्नु होला। अनि यहाँनिर चट्ट भाउजूसित पनि नाच्यो, सोल्टिनीसित पनि नाच्यो भन्दै पुरै जिस्काएर आएको केटाहरूले चाहिँ है। तर हामी चाहिँ खतरा डान्स गऱ्यौँ है। यहाँ सरदा नाचिराख्नु भएको छ हाम्रो। त्यसपछि उतातिर हाम्रो युवराज सर हुनुहुन्छ, अशोक सर हुनुहुन्छ, त्यहाँनिर अनिल सर हुनुहुन्छ। जीवन दाइले चाहिँ हेर्न पुरा यही मौका भनेर भाँडो पुरा रगडिरहेको छ, डढ्यो भनेर है। अनि हामी चाहिँ पुरै डढेको खाना हो भन्नु भन्दै डढ्यो कि डढ्यो भन्दै लागिरहेको थियो। मलाई डढेको छैन, या त चलान भनिरहेको मैले चाहिँ दाइलाई। पुरा चलाइरहेको कि पुरा रगड्यो। देवेन दाइ चाहिँ पुरा दिइरहेको छट्क्यो, पुरा अदरक काटिरहेको छ। फेरि उसले चाहिँ अदरक हाल्नुपर्छ अरे, ठुल्ठुलो पिस खतरा टेस्ट आउँछ भनेर लागिरहेको छ। फेरि हाम्रो युवराज सरले चाहिँ पुरा भिडियो बनाइराख्नु भएको छ त्यहाँदेखि। अनि यस्तो देख्छ हुन्छ तपाईँहरूले चाहिँ। अब भक्ताजीको पालो आयो, फेरि म चलाउँछु भन्नुभयो है। यो चाहिँ पुरै भिडियो हो, तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। पुरै हेरेर साथ दिनु होला। खतरा छ हाम्रो, एकदमै रमाइलो पिकनिक भयो। मेरो चाहिँ डान्सै छ, मलाई चाहिँ जहाँ पनि नाच्नु छ है, उफ्रिनै छ भन्ने भनाइ हुन्छ कि यसरी रमाइलो गरौँ भने हो। अनि हल्का नाचेको तपाईँलाई गानाको डान्स पनि म हालिदिन सक्छु, तपाईँहरूलाई चाहियो भने कमेन्ट गर्नु होला। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हेर्नुहोस्, सबैभन्दा ठुलो कुरो ह्याप्पिनेस हो जिन्दगीमा। खुसी हुनु नै ठुलो कुरा हो। त्यही भएर तपाईँहरूले म त भन्छु